किन स्टुडेन्ट्स तपाईहरु आइएल्स एन्ड पीटी पढ्ने भनेपछि किन यति तर्सिनुहुन्छ, किन यति डराउनुहुन्छ? कतिजना स्टुडेन्ट्सहरु काउन्सिलिङमा आउनुहुन्छ अथवा भर्चुअल हाम्रो क्वेरीजहरुको हाम्रो टिमलाई रेस्पोन्स कस्तो आइराछ भनिराख्नुहुन्छ हाम्रो टिमले हैन। आइएल्स अरु एकदमै राम्रो छ, एकाडेमिक्स, फाइनान्शियल, एभ्रीथिङ सबै कुरा राम्रो छ। आइएल्स अथवा पीटी दिइसकेको स्टुडेन्ट्सको जसको स्कोर अलिकति कम आएको छ, म्याम मिल्दैन र यदि म अप्लाई गर्दिनु न हुन्छ होला, त्यहाँ अर्को ठाउँमा त मिल्छ भन्नुभएको थियो त। It's just your English proficiency test. Imagine तपाईं एउटा हाम्रो नेपाली मदर टङ ल्याङ्ग्वेज भएको एउटा डेभलपिङ कन्ट्रीबाट you are migrating to a far developed English speaking country. तपाईको लागि त एक हिसाबले गुड प्र्याक्टिस पनि हो नि त हैन, बिकज हामी त जहिले पनि इंग्लिशमा सुन्ने, बोल्ने, लेख्ने, पढ्ने, बुझ्ने त्यति गर्दैनौ हैन। त्यहाँ गएपछि इट्स गोना बी अल डिफरेन्ट। तपाईहरुले प्रोफेसरहरुले पढाएको बुझ्नु पर्यो, आफ्नो प्रोजेक्ट्सहरु एक्जामहरु फेस गर्न सक्नु पर्यो, साथीभाइ बनाउनु पर्यो, नेटवर्क बनाउनु पर्यो, त्यहाँको कल्चरमा घुलमिल हुनु पर्यो। अब एक्लै बसेर त फेरि इट्स गोना बी भेरी भेरी डिप्रेसिङ। र यो सबै गर्नको लागि एक त इंग्लिश प्रोफिसिएन्सी तपाईको क्लासेसले, तपाईको टेस्ट प्रिपरेसनहरु, एक्जामले तपाईलाई एकदमै राम्रो प्र्याक्टिस दिन्छ, तपाईको भोक्याबुलरी स्ट्रङ बनाउँछ। अनि तपाईलाई थाहा हुँदा हुँदै रिक्वायरमेन्ट चाहिँ 6.5 छ, 6 मिनिमम छ भन्दा भन्दै पनि हाल्दिनु न म्याम 5.5 छ भनेर किन यति कम्प्रोमाइज गर्न रेडी हुनुहुन्छ? इट्स अबाउट योर लाइफ, इट्स वान अफ द बिगेस्ट डिसिजन अफ योर लाइफ। अनि हामीले फिडब्याक दिँदा होइन त्यहाँबाट त मिल्छ भन्नुभएको थियो, म्याम उनीबाट आइएल्स पनि मिल्छ अरे, म त त्यहीँबाट जान्छु जस्तो रेस्पोन्सहरु आउँछ के। यति ठुलो डिसिजन तपाईको लाइफको एउटा सानो 1 महिना एक्स्ट्रा तपाईले प्रिपरेसनलाई चाहिँ यति बिग डिल बनाइदिनुहुन्छ नि, अनि त्यसपछि कन्सिक्वेन्सेस भिजा रिजेक्ट भइदिन्छ अथवा त्यहाँ गइसकेपछि तपाईको इंग्लिश राम्रो छैन, तपाईसँग प्रपर एउटा स्कोर कार्ड राम्रो छैन, which you might need that जबहरु अप्लाई गर्दाखेरि पनि हैन। सो जस्ट अ पार्ट अफ द प्रोसेस। यसलाई यति धेरै बिग डिल चाहिँ नबनाइदिनु होला प्लिज। इंग्लिश प्रोफिसिएन्सी टेस्ट चाहे आइएल्स होस्, पीटी होस्, डुओलिङ्गो होस् या एनी अदर proficiency test, this is a very very crucial part in your entire application र त्यहाँ गइसकेपछि पनि काम लाग्छ। र प्लिज पढ्न बुझ्नको लागि पढ्नु पर्यो, तपाईहरुले स्कोर मात्रै मिनिमम ल्याउनको लागि होइन। यहाँ क्लासेसमा जति मजाले पढ्नुहुन्छ त्यहाँ गएर यहाँको प्र्याक्टिसले एकदम हेल्प गर्नेवाला छ। अल द बेस्ट।